हजुर दा के को ए So hello guys, what's up? Namaste सबैजनालाई है everyone okay सबैजना ठिकै होला हैन अलि लामो भनेर सोचिरहेको हैन लामो राइड भनेर सोचेको हैन बट भएन किनभने बादमा पनि भन्नु सन्डे नाइट गर्छु हुन्छ होम टाइम तपाईँहरूलाई मन पर्छ होला यो रुट पनि हाम्रो गाउँकै रुट हो खोरङ भन्छ होइन खोरङ सर्भिस याङथाङ पर्ने बाइक चाहिँ अलमोस्ट कम्प्लिट यस्तो मैले जस्तो काम गराउँछ गराइसकेँ होइन अब त्यो पनि छैन यस्तो काम अब अन्त अविनाशको घर त एभ्री कुकिले त्यसले त अलिक हतार मेरो So guys, petrol pump आयो आम्बो कञ्चनजङ्घा यति चोखो देखिरहेको भाइ ल हालिदिउँ फुल ट्याङ्की गाइस चेक इट द भ्यू है एकदम दामी यति साह्रो यति दामी देखिरहेछ घाम अब म किन खुसी भएको होला भनेर यु नो द्याट है किनभने आज दिन राम्रो भइरहेछ अभियसली तपाईँले हिमाल हेरेर पनि भन्नु अब चाल पाइसक्यो होला कतिको दामी दिन भएको छ भनेर होइन सो टुडे इज अ सन्डे राइट डे होइन सो हियर इज यर ब्लगर बोय बिग स्मोक एन्ड यु क्यान कल मी सिसिल अल्सो हियर इज माई हङ्क रेडी छ आज यसलाई फुल ट्याङ्की गर्नुपर्ने छ कता मलाई पो महिमले फोन गर्यो महिमले भाइ फुल ट्याङ्की गर्नु तपाईँ फुल ट्याङ्की आज चाहिँ हङलाई चाहिँ फुल ट्याङ्की नै गर्नुपर्ने छ गाइस निकै दिन भएको थियो अनि भाइको के छ हालखबर अब फ्युल हालेर चाहिँ म चाहिँ सिधै जान्छु चिया खानु तल नानाको रिसोर्ट भनौँ न क्याफेमा सो यु क्यान चेक द भ्यू अफ पेलिङ ए फोटो सेसन चल्दैछ त्यहाँ पर चाहिँ होइन भाइ कति जस्तो खान्छ होला यो बाइक किन्नु भयो क्या हो त गाडी चाहिँ खोइ गाडी बेचेँ नि मैले हो त गाडी 3टा बेचिसकेँ अहिले के गर्नुहुन्छ अहिले यतिकै घरमै कन्ट्याक्ट गऱ्यो पैसा हाल्यो इन्भेस्ट गऱ्यो बस्यो अलमोस्ट फुल भयो कहाँ जानु भएको अहिले 830 किन फेरि घोकिन्छ होला नि साइड स्ट्यान्ड हाल अलिक हाल न त होइन घोकिन्छ होला नि साइड स्ट्यान्डमा तपाईँ कति 830 है 830 होला अहिले कहाँ जानुभयो म यतिकै सन्डे राइड ब्लग बनाउँदै हिँडेको नि ल थ्याङ्क यू धन्यवाद भाइ गएको ल
बिउ चाहिँ भइसक्यो। अब हामी म चाहिँ जान्छु सिधै चिया खानु। आज राम्रो malo बो कहिले पनि कति बेला कहिले पनि मलाई तपाईँलाई अफर गर्छु अविनाश ओ अविनाश कता दादा के गर्दैछ हजुर दा के को ए ओके ठिकै छ एकैछिन ल भ्लगको लागि निक्लेको नि ल हाम्रो पुलिस दाइहरूलाई यता हाम्रो सुनिल यता दादा हाम्रो सुब्बाई दाजु हो बलाङ दाजु ओके हाल्छु नि म सो गाइस खुसी लाग्यो दादाहरूले यहाँनिर स्टिकर हालिदियो होइन तपाईँहरूले पनि अलिकति इज्जत दिनु होला पप्सहरूलाई होइन कोभिडमा धेरै उयो गरेको छ सो अहिले भेटौँ ल ओके एकदम पेलिङको चाहिँ फेमस पान दोकानै यहाँ हो क्या अन्त पान चाहिँ अब कतिवटा आइटम आउँछ होइन के आउँछ मिठा अरू 120 160 600 गोल्डन प्लेटेड त खाएको छैन नि है कस्टमर अहिले त्यति छैन कि सिजनमा चाहिँ हुन्छ ल ब्रो त्यही हो सो गाइस यहाँको पान दोकान पनि देखाइहालेँ तपाईँहरूलाई फेमस पान दोकान